पनि हाल्छु ल। विनादी भाइको चाहिँ आज चाहिँ सिओ निस्केको हामी साथीभाइ सेलिब्रेट भइरहेछ। ऊ दाईको पालो ल, भाइलाई यसो सिन्दुर लगाइदिने बधाई बधाई कार्यक्रम हुन्छ नि त। सोल्टी आउनु छ ल भाइलाई यसो, होइन तिमी देखिएन कि क्या ल। विनादी भाइ चाहिँ आज हाम्रो सिओ प्राप्त हुनुभएको छ उहाँ, जापान जाँदै हुनुहुन्छ उहाँ, टोकियो। कुन ठाउँ सोल्टी, कुन ठाउँ अरे ठ्याक्कै? ल भाइलाई एकदम सम्मान छ तिमीलाई होइन, शुभकामना। तिमीले भन्न न, तिमीले ल ल के रे उहाँ कुन ठाउँमा रे सोल्टी त्यो भाइ जाने? टोकियो इन्टरनेसनल जापानिज ल्याङ्ग्वेज इन्जिनियरिङ कलेजमा हो। म चाहिँ सिओ प्राप्त गरेको मैले प्यासन फाउन्डेसनबाट। म चाहिँ प्यासन फाउन्डेसनलाई मनबाट नै धन्यवाद। यो होइन बात, एकदम एकदम ल शुभकामना छ भाइ तिमीलाई। यहाँ लौ त क्यामेरा, मैले त्यसो भाइलाई शुभकामना दिनु पर्यो होइन। ठिक छ, हाम्रो भाइले चाहिँ के अरे जापानमा नाम निकालिसक्नु भएको छ फाइनली होइन। हाम्रो भाइलाई चाहिँ एकदम हामीले शुभकामना दिने के अरे क्रममा हुनुहुन्छ। एकदम शुभकामना छ भाइलाई, किनकि सानै उमेरमा जापान जस्तो ठाउँमा गएर उसले कर्म थलो बनाउने क्रममा छ बिचरा भाइ। एकदम शुभकामना छ उसलाई, प्रगति भविष्यमा आउने जिन्दगीमा चाहिँ तिम्रो चाहिँ कहिले पनि के अरे उत्तर चढाव भन्ने जिन्दगीमा नआओस्। तिमीलाई एकदम शुभकामना छ भाइ। धेरै खुसी छौँ हामी ल, तिमीलाई एकदम शुभकामना छ। हाम्रो भाइ पनि मनले सुखै नदिएर विनादी भाइलाई जबरजस्त सम्मान गर्न आउनु भएको छ। उहाँ सुतेको मान्छे पनि खुसीले गदगद भएर चाहिँ विनादी भाइलाई सम्मान गर्न आइसक्नु भएको छ। विनादी भाइलाई सम्मान पाउँदै हुनुहुन्छ। उहाँको सिओ आएर जापानको चाहिँ तपाईँको राजधानीमा डाइरेक्ट अब उहाँको केही नभएको 15 दिनभित्रमा जापानको राजधानी भन्ने ठाउँमा छिर्दै हुनुहुन्छ। उहाँ